हेलो एभ्रिवान नमस्ते। के तपाईँ टोक्योमा हुनुहुन्छ र घुँगी खाने सोच गर्दै हुनुहुन्छ र कहाँ पाउँछ भनेर थाहा छैन भने उएनो स्टेसन नजिक प्राय धेरै जसोलाई थाहा छ घुँगी पाउँदो रहेछ भनेर। म पनि आज यसो उएनोतिर घुम्न जाँदा मलाई पनि घुँगी खान रहर लाग्यो र उएनो स्टेसन बाहिर निस्के। घुँगी पाउने ठाउँ चाहिँ मलाई 2 वर्ष अगाडि पहिले नै थाहा थियो कहाँनिर पाउँछ भनेर। मेया योकोचो गल्लीबाट चाहिँ म यसरी भित्र पसेँ। मेया योकोचो र बिग कामेराका एउटा गल्ली आउँछ। त्यो गल्लीभित्र पनि फेरि 2टा गल्ली आउँछ। म चाहिँ उएचुइन गल्ली हुँदै गाने इचिबा हुँदै लेफ्ट साइड सानो गल्ली आउँछ। यो गल्लीभित्र यसरी गएँ र म यसरी घुँगी पाउने ठाउँ चाहिँ पुगेँ। यदि तपाईँहरूले पनि घुँगी खाने रहर छ र ठाउँ चाहिँ देख्नु भएको छैन भने यो भिडियो मार्फत चाहिँ तपाईँहरूले चाहिँ त्यो ठाउँ जान सक्नुहुन्छ। आज मेरो बिदा भएको कारणले चाहिँ यसो घुमफिर पनि भयो र घुँगी पनि खाने रहर पनि थियो, त्यसैले यो भिडियो तपाईँहरूलाई